हेलो केटाकेटी, यो आज धेरै पछाडि यो च्यानलमा म भ्लग बनाउँदैछु होइन। थाहा छ होला तपाईँहरूलाई, आफ्टर लङ टाइम कि धेरै भयो भ्लग नबनाएको। आज यसो भ्लग बनाइदिउँ भने भ्लग पनि शान्ति नै हुन्छ होला, मिनी भ्लग त्यस्तो खासै केही छैन। आज हामी जाने भने यतैतिर रुमतिरै बस्ने हो। अहिले चाहिँ हामी कहाँ छौँ भने स्वयम्भू सिङ्गल ट्री मुनतिर छौँ होइन, स्वयम्भूको। त्यहाँबाट चाहिँ भ्यू कस्तो देख्छ भने होइन, चट्ट पारामा बिहान यस्तो बबाल देख्छ क्या। यस्तो बबाल भ्यू देख्छ हेर। केटाकेटीहरू चट्ट जङ्गलको बिचमा सल्लक्क बस्दैछौँ हामी यता। भ्यू इन्जोय गर्दै बिहान बिहानै अचौँ यहाँ चढेर देखाउँछु म कस्तो देख्छ भनेर। यहाँ माथिबाट भ्यू चाहिँ दामी आउँछ नि। अलिकति लोड्या भ्यू चाहिँ यस्तो बबाल देखिन्छ हेर, चट्ट सलक्क भाडामा जङ्गल छ यतातिर चाहिँ। यतातिर जङ्गल छ, योभन्दा माथि नै ठाउँ छ, योभन्दा माथि नै छ होइन। तर अहिले हामी जाँदैनौँ, हाम्रो काम हुन्छ अहिले रुममै। आजभोलि अलिअलि काम सिक्दैछु भनौँ न। म पनि चट्ट पारामा काम सिक्दै अब यस्तै हो, गरिरहेको छु अलिअलि चट्ट। भ्लग चाहिँ यस्तै हो। अब 1-2 दिन पछाडि आउँछ होला अर्को भ्लग। एउटा दामी भ्लग छ, सरप्राइज छ कि सबलाई। म एउटा त्यस्तो दामी भ्लग आउँछ कि अब एउटा सायद 1 महिना पनि टाइम लाग्छ, 1-2 महिना त्यो आउनलाई चाहिँ होइन। चट्ट भाडामा अब प्लान अनुसार गयो भने चाहिँ 1-2 महिनामा आउँछ, नत्र कहिले नै आउँदैन हेर। जस्तो सँगलो चाहिँ बरु प्लान अनुसार चट्ट लाएर ट्याक्क। अहिले चाहिँ यति हो, हल्का बिहानको मर्निङ वाक गर्दै आएको थिएँ यतातिर। यसो भ्लग धेरै भयो नबनाएको भनेर बनाउनु लाग्यो। एक्लै हो अहिले त, आजभोलि एक्लै छु, साथीहरू पनि कोही छैन। चट्ट के भन्दै थियो भने कि अहिले चाहिँ म एक्लै छु यता स्वयम्भू यता सिङ्गल ट्री मुनतिर होइन, साथीहरू पनि कोही छैन। अब यसो यहाँनिर एक्सर्साइज गरौँ न भने चाहिँ यहाँ छ ठाउँ होइन। चट्ट पाएर मर्निङ वाकमा चट्ट जिउ तताउनु होइन, सल्लक्क भिडियो नै कट भएछ भने अघि त बोल्दै थियो मान्छे। अब यहाँनिर ठाउँ यस्तो छ, त्यहाँ 5-10 पुलअप हान्छु होला म, पुसअप र पुलअपको। त्यहाँ एक्सर्साइज गरौँ न, कन्टेन्ट त अब केही छैन, यही त भनेको चाहिँ। यता हेर्ने उता हेर्ने, यहाँ बोल्ने मान्छे नि कोही छैन चट्ट। अब यहाँबाट चाहिँ हाम्रो एक्सर्साइज सुरु हुन्छ केटा हो। चट्ट कहाँबाट चाहिँ राम्रो देख्छ होला त, यहाँ अलि राम्रो देख्ने ठाउँ नै चाहिने हो हामीलाई। चट्ट यहाँ राखौँ न होइन, चट्ट यहाँबाट हेरौँ बिहान। आजले 10 पनि नसर्नुहोस् हो आजभोलि त। छ्या हो थेट पुला भन्न 10 पनि नसर्नुहोस् आजले। हातेर चिसोले कक्रेछ आठ नसक्ने। अब पुसअप चाहिँ हानेर अहिले एकछिन थकाइ मार मैले 10 पुला भन्दा कति थाक्यो हौ यसले त। जे होस् मजाको भ्यू देख्छ भनौँ न यहाँबाट काठमाडौँको। यो चाहिँ यता चाहिँ गोदावरी सायद के होला होइन, मलाई पनि थाहा छैन। काठमाडौँ चाहिँ यता साइड छ, यो साइड अहिले हामीले यहाँबाट देख्दैन। रुमको कौसीबाट चाहिँ देख्छ काठमाडौँ। नाइट भ्यू झन् बब्बाल देख्छ, के भन्नु, जाडोले पारै बस्नु सक्दैन। यही हो अब, यस्तै चलिरहेछ लाइफ। उता चाहिँ व्हाइट गुम्बा छ, त्यहाँ माथि डाँडामा, त्यो चाहिँ व्हाइट गुम्बाको डाँडा हो होइन। यो माथि चाहिँ सिङ्गल ट्रीको डाँडा छ, यो माथितिर कहाँ हो म पनि गएको छैन। व्हाइट गुम्बा चाहिँ त्यहीँ हो होइन।
अब एकछिन बसौँ पुसअप हानौँ होइन चट्ट पारामा कहाँ राखौँ त यहाँ राखौँ क्यामेरा चट्ट सलक्क पारामा एकछिन नै केटा एकछिन अब चाहिँ चट्ट पुसअप हानौँ थाक्यो यार थाक्यो लास्टै थाक्यो अब चाहिँ यस्तै चलिरहेछ अब अर्को भ्लगमा भेट्छौँ हामी सलक्क अहिले नै थाक्यौँ यसो एक्सर्साइज गर्न आएको मर्निङतिर चट्ट अहिले आइजलाई चाहिँ यति नै अब अर्को भ्लग 1-2 महिना पनि लाग्छ अब चाँडै आउन पनि सक्छ होइन के हुन्छ अब त्यो पनि थाहा छैन आजको लागि चाहिँ यति नै बाई बाई